ठोक दो आओ 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 ठोका लाला देख सकते हो कपाल यस्तो हल्का खोलेर यस्तो गरेर हल्ला न यसको अर्को लाइटिङ हेर्न सक्नुहुन्छ लक्ष्मी सो हेलो एन्ड नमस्ते फेरि पनि वेलकम ब्याक टु माई च्यानल इट्स मी बोय रिजन रामदाम फ्रम स्पिड जङ्किज सबैजनालाई नमस्ते अनि वेलकम छ आजको नयाँ भ्लगमा आज आफ्टर लङ टाइम होइन भ्लग बनाउन गइरहेको छु योभन्दा अगाडि हप्ता बनाउँ भनेको बाइकको त्यो क्लचको तारै चुट्दै र त्यही भएर चाहिँ बनाउनु पाएन त्यही हो यो हप्ता चाहिँ अब बनाउँदैछु के अरे एभ्री सटरडे भ्लग आउँछ नि त पहिलाको सटरडे आएन तर अहिलेको सटरडे आउँछ यहाँ हेर्न सक्नुहुन्छ एकदम रामदाम छ यहाँ छु म जतिन भाइ चाहिँ उता एकछिन घर गएको छ के अरे काम परेर अनि यहाँबाट तपाईँको नमस्ते बाजु बोल्दै बोल्नु अनि त्यसपछि पहरुवादेखि कीर्तन छन् के अरे म रिदम कीर्तन अनि जतिन भएर चाहिँ एकछिनमा उता स्ट्रिट भन्ने यसमा जान नयाँ चिज खुलेछ लयमा होइन हो त्यहाँ जानुपर्छ के अरे त्यही हो त्यो बाटो भेटौँ है त ल त साथीभाइहरू होइन वेयर अन द बाइक तपाईँलाई भनेको थिएँ ल बाइकमा भेटौँला भनेर बाइकमा भेटिहाल्यौँ हामी फेरि अब चाहिँ हामी यसो जाँदैछौँ लमाइतिर हामी चाहिँ कीर्तनको घर आइपुगेको छौँ हेर्न सक्नुहुन्छ ओइ मामफुली कस्तो मान्छे हो बे साला क्या साइको हो बे ल यो गरिदियो नि थाहा पाइस् कि नै त्यो कीर्तन ल जाम यहाँ छ हाम्रो जतिन भाइ उता छन् हाम्रो कीर्तन ओए पावर ब्याङ्क लिगो आहा 14 प्रो म्याक्स बाट आमा मामा 15 प्रो म्याक्स चाहिँ यहाँ छ है त्यत मुला हिन्जी त 13 प्रो म्याक्स बाट भिडियो बना 15 म्याक्स फेरि उता छ लगडा आउ जाम ल त अब चाहिँ हामी ट्याक्क जाँदैछौँ तर अरे भङ्गार 14 प्रो म्याक्स देखायो भङ्गार 14 प्रो म्याक्स देखाएर ए यो बबल्स आइरहेको भन्थ्यो नि उस भएर रहेछ क्या तेरो त्यो स्क्रिन त्यो भेहिकल्स मोड अन भएर क्या हाम्रो फोन फेरि खतरा नि त अब भेहिकल्स मोड अन हुन्छ नि त फेरि भिडियो बनाइदिएर क्या पहाडी उहाँ प्याप पारिरहेको छ त्यसले भिडियो बनाउनुको लागि हेर्न सक्नुहुन्छ मिररमा आमा सही हो सही ऊ गयो फ्लाइ बाई आम्बो फ्लाइ बाई हान्दै गऱ्यो ओ सिट म्यान फ्लाइ बाई हानिदिन्छ है ओहो ओ 14 प्रो म्याक्स कि फ्लाइ बाई गएर है भिडियो ऊ फेरि जान्छ होइन फेरि जान्छ है अब गएन फेरि जान्छ हेर है ल सिग्नल दिइसक्यो जान्छ कि है ओ फ्लाइ बाई फेरि गयो अर्को फ्लाइ बाई अङ्गल जानुभयो गर्छ भाइले फेरि आम्बो टाइम काट्यो सर सिसन्ना यहाँ चाहिँ अब टाइम कार्ड चेकिङ छ होइन भालुङदेखि आउने बेला चाहिँ भालुङमा टाइम कार्ड काटिन्छ अनि त्यसपछि नर्थीमा चाहिँ कति टाइममा आइपुग्यो भनेर देखाउनु पर्छ तर हामी चाहिँ सिसन्नाबाट आएको नि त यही सरले चाहिँ एकदम भाग्दाखेरि छोप्नु भएको अरे छोप्नु त छोप्नु होइन तर त्यही पनि त्यही हो अब क्या क्या करें इश्क में तेरे हैं फैज़ बने अर्ज़ किया है हमने भी ल त साथीभाइहरू हेर्न सक्नुहुन्छ वी आर इन लम्मै राइट नाउ हामी चाहिँ भर्खर लम्मै आइपुगेको छौँ 5:47 भइसक्यो भन के लाइन आइसकेको छ नि लाइन छ कि नै त्यो पनि त ख्याल गर्नु पऱ्यो नि त भाइ लाइन पनि हेर्नु पऱ्यो त्यो जाम न सुरुमा त्यो ओपन छ कि नै अब बन्द भइदियो भने फेरि झ्याउ हुन्छ नि त जाम यसो हेर्न अब हेर्न चाहिँ जाम अब ओपन छ कि क्लोज छ किनकि आज लाइन पनि त्यस्तो छैन नि त हिजो चाहिँ तपाईँको खै कुन चाहिँ ठाउँमा चाहिँ अब पुलसोल ढलिदिएको त्यही भएर चाहिँ लाइन दिएको छैन दिनभर लाइन काटेको छ कि भेजा भएको छ कि त्यही भएर चाहिँ हामी यसो खुल्ला खायो कि बन्द हो त्यो भाइको आएको अरे हेर्न म र कीर्तन चाहिँ पार्टी छौँ म यहाँ छु कीर्तन पार्टी छन् भन्दाखेरि के भनिन्छ यार होइन सरी फर द्याट यही नै हो हेर्न सक्नुहुन्छ लम्बे बजार हजुरहरूलाई 1000चोटि देखाउने बजार यही हो मैले अब भ्लग बनाउन अरू ठाउँ पनि कहाँ छ म होइन यही हुन्छ यतै हुन्छ के गर्ने गाह्रो छ ओ म्यान सरकारी गाडी भनेर हिरो भनेको क्या
के भयो हर्न बजेर थियो त तुफान कहाँ अगाडि माथि स्ट्रिट के जाम नै यसो हेरौँ यही हो लम्बे बजार यहाँदेखि कोइलाबास जान्छ तपाईँले थाहा नै होला कोइलाबास घोडौवा ऊ त्यो अगाडि देखेको चाहिँ हजुरको लमैको बस पार्क एज यु क्यान सी गाइज अस्ति नै चाहिँ यहाँ चाहिँ मेला लागेको थियो यहाँ माथि पनि खै कुन होटल छ अरे तर मैले आई हेभन भिजिट द्याट होटल होइन अनि यो चाहिँ हाम्रो लमैको ग्रिन पार्क हेर्न सक्नुहुन्छ ग्रिन पार्क लड्का लड्की पार्क हो यो चाहिँ इट्स नट ए ग्रिन पार्क इट्स लड्का लड्की पार्क है यहाँ चाहिँ प्रायः जसो गर्लफ्रेन्ड बोयफ्रेन्ड डेटिङ द्याट्स द डेटिङ स्पट म्यान त्यो चाहिँ डेटिङ स्पट हो छिटो आएर कुर्ने पऱ्यो नि लाग्छ हिरो भनेर बिहा पारेको के काम हो त अनि तर भ्यू चाहिँ क्या दामी देख्छ क्या हामी चाहिँ एकछिन त्यो के भन्छ अरे ग्रेट वाल अफ लमै पनि जान्छौँ यसो किनकि दामी भ्यू देखियो नि त यसो फोटोसुट गर्न जान्छ हामी चाहिँ सुरुमा यहाँ हेर्छौँ अनि त्यसपछि मिल्यो भने उता पनि जान्छौँ है त किनकि यहाँ चाहिँ रातिको टाइममा हगेर होइन आउने चाहिँ किनकि भ्यू दामी देखिन्छ खुल्ला त छ तर लाइन छैन ओए घुमौँ उता हो क्या एकछिन हामी उता जान्छौँ ग्रेट वाल अफ लमैतिर फोटोसुट गर्नको लागि चाहिँ ग्रेट वाल अफ लमैतिर जान्छौँ किनकि भ्यू चाहिँ अमेजिङ देखेछ नि त सो त्यही भएर हामी एकछिन ग्रेट वाल अफ लमैतिर जान्छौँ है त कस्तो के अन्टी बनिदिनु दाजु त मेरो भाइलाई फेरि गिडी जिस्काउन बहुत राम्रो लाग्छ त्यहाँले फेरि के भन्ने होइन भाइले गिडी जिस्काउँछ अब दाई सोच आज दाई सोच मान्छे भाइले गिडी जिस्काउँछ गाह्रो छ गाइज भ्यू त आमा बब्ली देखेछ कि यहाँ चाहिँ अब अन्टीहरूको फोटोसुट चलिरहेको छ बिवाइडी रोकेर अझ अगाडि हो नि त रिजर्भ अगाडि हो ठोकिदेऊ आऊ ठोक यहाँबाट जान्छ कि यहाँबाट जान्छ यताबाट जान्छ कि गेरेट वाल र गेरेट वाल धेरै भन्दा नआएको त्यही भएर कन्फ्युजन हुन्छ यता पनि त अगाडिबाट हो ए यताबाट छैन नि त साँच्चै यताबाट नि जान्छ तर यताबाट मेनमा पुगिन्छ उतादेखि चाहिँ अब निक्लिने हुन्छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ आज चाहिँ यहाँ भिड रहेछ है किनकि अब भ्यू राम्रो देखिरहेको नि त त्यही भएर लड्का लड्की चाहिँ त्यहाँ हेर्न सक्नुहुन्छ फोटोसुट गर्नको लागि धेरैजना आएको छन् गाडी साडी या कार सार बाइक साइक यता सब लिएर आएको छन् आज चाहिँ त्यही हो हामी चाहिँ जानु पर्यो यतातिर यसो एज यु क्यान सी गाइज ओहो यहाँ त सबै अब कता रोक्ने हो सोधौँ न केटाहरूले कहाँ पछाडि बाइक रोकिले फेरि पछाडि रोकिदिन्छन् कहाँ यतै बस्ने कि उता अगाडितिर जानु अझ ल त साथीभाइहरू हेर्न सक्नुहुन्छ वी आर इन ग्रेट वाल अफ लमै यसलाई चाहिँ ग्रेट वाल अफ लमै भन्छ यहाँ चाहिँ हाम्रो जतिन उता चाहिँ कीर्तन छन् हेर्न सक्नुहुन्छ तर यहाँबाट चाहिँ भ्यू दामी देखेछ है उताको भ्यूको त अब कुरै नगरौँ होइन तर यो साइडको भ्यू के आमा हेर्नुहोस् के अरे आँखा रातो हुन्छ बाइक चलाउने बेला गयो भने फेरि गाँजा खाएर गाजा नआएर आउँदा नि गाजा खाएर भनिदिन्छ होइन गाह्रो छ हेर्नुहोस् त ट्याक्क भ्यू फेरि बब्ली छ नि भ्यू त आम्बो तर आज यो के होइन यो हिल साइड छ नि पछाडि क्या क्लियर देखेछ नि अझ ऊ त्यो साइडको कि ऊ त्यो साइड हेर त आमा त्यो त झन् त्यही त त्यो त झन् बब्ली देखेछ रहेछ यही पहाड हेऱ्यो कोइलामा छ न यो गइरहेको छ क्या अरे अस्तिको हप्ता पनि गएको थियो हामी चाहिँ अब यसो फोटोसुट धोएछ यहाँ चाहिँ एकदम जतिन बाबु हाम्रो मोडल चाहिँ हाम्रो कीर्तन हुन्छ होइन चाहिँ मोडल हेर्न सक्नुहुन्छ मोडललाई चाहिँ यिनको फोटोग्राफी हुँदैछ अब चाहिँ ट्याक्क त्यही हो बिहेको लागि हुँदैछ अब होइन बिहेको लागि फोटोसुट हुँदैछ ल त अब सुरु गरौँ है त फोटोसुट ल चस्मा चाहियो मोडललाई फेरि यो अर्को मोडल हेर्न सक्नुहुन्छ ब्लगमा हाल्दैन कि भाइ ब्लगमा हाल्दैन कि फोटोग्राफर इज हियर जतिन देयर इज मोडल ल डाको लाला शेर के सामने कुत्तो को मत बुला लाला बुलेट हुन्थ्यो हमें अब एउटा बुलेट किन भाइ ट्याक्क दामी होला लाला देख सकते हो हम भी हीरो है
बेच्न पर्दैन होइन के त्यो किन्न पर्दैन क्या त्यसलाई पनि सही हो लाला त्यसले त 3-4 वटा बनाउन लगाउँछ कि त्यही हो अब चुज गर्न पर्यो नि त चुज गराउनु पर्यो नि त यहाँबाट बना के अब बनाइरहेको छु बन रहा है कि बन रहा लाला देख सकते हो कपाल यस्तो हल्का खोलेर यस्तो गरेर हल्ला न त्यही त 3 चोटि भयो यो छ्या ल हेर्नुहोस् भिडियो ट्याग होइन ल ल ल ल अब कपाल खोल्न कपाल खोल किन खोल्ला हेर्नुहोस् र खोल्न ल ल अब हुँदैछ बाउ जस्तो देखियो लाला शिकारीको शिकार गर्न मत सिका लाला शिकारीको शिकार गर्न मत सिका लाला निकाल्न छोड्दैन कपाल हेर कपाल बाबा जङ्गली फोन त निकाल्नु पर्यो खतरा छ बाबु खतरा छ ल कपाल काट्नु भन्नु त यसलाई भन्नुहुन्छ आमाले यसले पाल्यो छोराले पाल्दा बाल्छन् छोरालाई राइडर राइडर गयो यस्तो गर्नु ल म जाक्यो भने कस्तो हुन्थ्यो होला आमामा छुट्टै हुन्छ त त्यस्तो चाहिँ त्यस्तो भन्नु चाहिँ हुन्न होइन तर त्यही पनि यसले फिल गरेछ अरे बाउ फिल गरेछ र ओ माई गड फिल द नेचर ब्रो फिल द नेचर तर यस्तो बिजी ठाउँमा चाहिँ यस्तो रफ चाहिँ चलाउनु हुन्न त्यो बेला जाकेर उता नालातिर गइयो भने फेरि यता गइयो भने फेरि झ्याउ हुन्छ नि त त्यही भएर सुल ड्राइभ लङ लाइफ है त ल त्यहाँ हेर्नु सक्नुहुन्छ उता डाइनोसर छ गुरुकुलमा डाइनोसर पनि रहेछ हामीलाई थाहा थिएन अहिले चाहिँ उताकै उता हेर न त्यहाँ डाइनोसर छ गुरुकुल स्कुलमा डाइनोसर पनि रहेछ है यो स्कुलमा चाहिँ स्विमिङ पुल पनि छ अरे होइन कता छ ए ऊ त्यहाँ चाहिँ स्विमिङ पुल पनि रहेछ हेर्न सक्नुहुन्छ हाम्रो स्विमिङ पुल डाइनोसर विलुप्त भएको जनावर पनि यही छ गुरुकुलमा एज यु क्यान सी गाइज भाइ यस्तो भिडियो तल अझै भिडियो बनाइदिनु पर्यो ल भिडियोग्राफर बनाइदियो ल क्रस फायर आएर चाहिँ गाइज हेर्न सक्नुहुन्छ ओ माई गड ल होइन बिचरा अब क्रस फायर चलाएर हिरो फिल भयो होला नि त एकदमै गर्दै आजकल यस्तो हो क्या सुरुमा चाहिँ क्रस फायरको हल्का क्रेज थियो नि त ल क्रस फायर वा भन्ने थियो अहिले बुलेटको छ क्या मलाई ख्याल गर्छ कि नै बुलेटमा हिँड्ने मान्छे छुट्टै छ क्या अब यो क्रस फायरको टाइम त गइसक्यो के अरे मध्यनगर पेट्रोल नभएर धकाल हिँड्दा छ अरे क्या हुन्छ त्यस्तो के गर्ने हेर्न सक्नुहुन्छ अर्को भिडियो सुट भइरहेको छ यसको फेरि भिन्टेजको कलेक्सन बनाउने हो कि के अरे भिन्टेज गाडीहरूको टक्क लाएर ट्याक्क होइन ल क्रस फायर चढ्ने होइन अब चाहिँ ट्याक्क अब 3-4 वर्षपछि 3-4 लाख 5-6 लाखमा एउटा पुरानो गाडी किन्यो त्यसलाई ट्याक्क मोडिफाइड गर्यो डिस्टोरेसन गरेर दामी बनायो नि त बरु त्यो राम्रो हो बरु हाम्रो बाइकमा चाहिँ कसले त्यहाँ फोटो खिचिरहेको होइन भिडियो अन्नु अब त्यही पनि छोडिदिउँ एकछिन फोटो खिच्नु हाम्रो बाइक यस्तै पपुलर भयो मान्छेले फोटो खिचिरहनु बाइकको होइन बाइकको भन्दा नि बाइकमा बसेर मान्छेको फोटो खिचिरहनु त्यो क्लिप चाहिँ नदेखाऊँ त्यही हो अब के देखाउने होइन तर त्यही पनि अलि भयो भने देखाउन सकिन्छ ल त साथीभाइहरू अब चाहिँ हामी ट्याक्क यसरी प्याँ हुनु भने फेरि उता जानु रहेछ होइन ल त साथीभाइहरू अब चाहिँ हामी ट्याक्क अब स्ट्रिट उसमा जानु लागेको छौँ अब यहाँदेखि अलविदा हुन पऱ्यो होइन यो ठाउँबाट त्यही हो किनकि भ्यू हेर्नु सक्नुहुन्छ भ्यू त दामी आएको छ क्या तर अब भ्यू कस्तो राम्रो जस्तो के भन्छ यार सनसेट डुबिहाल्यो होइन भ्यू तर दामी आएको छ कि तर हामी जुन गन्तव्य हामी जुन गन्तव्य जाने भनेको अब त्यही गन्तव्य जाँदैछौँ हेर्नु सक्नुहुन्छ ल त आमा लाइटिङ हेर त लाइटिङ जिप यस्तो लाइटिङ भइरह्यो अनि यहाँ हाम्रो अर्को है त हाम्रो चाहिँ नर्मल्ली अब यस्तो वाला छ होइन एउटा यस्तो छ अनि एउटा चाहिँ कहाँको हेयर बटन एउटा यस्तो छ पहेँलो सेतो अनि अर्को फेरि यस्तो हो नि त फेरि यस्तो पुरा पुलिस लाइट छ नि त हाम्रो फेरि अर्को यसको अर्को लाइटिङ हेर्न सक्नुहुन्छ लक्ष्मी एउटा 15 एउटा 14 दुईवटा लाइटिङ छ ट्याक्क यसको फेरि ल त अब हामी यहाँबाट जाँदैछौँ हेर्न सक्नुहुन्छ चाहिँ अब फोटोसुट चल्दा रहेछ फोटोसुट चलिरहेको छ यहाँ चाहिँ एउटा डुक्कसको रहेछ 10 जनाले फोटो खिच्छ यो डुकुसको हो क्या
म जापानिज पढ्थेँ नि त्यो बेला एउटा दाइले किनेको थियो के अरे त्यो दाइको बुढी पनि जापान छ कि उता एन्टी दाइ छ नि त्यसको बुढी जापान छ अनि त्यही दाइले किनेको ढुक्क तिनको ढुक्क अब दुनियाँले फोटो खिचिरहनु बाबा अचम्म छ साथीभाइहरू अचम्म छ त्यही हो अब सिधै ठाउँमा गएर भेटौँला है त ल त अब हजुरहरूले यसो ठाउँ देखाइदिनु पर्ला कस्तो छ होला यसो देखाउनु पर्ला भनेको ठाउँ चाहिँ यही हो होइन तर अनलकिली बन्द रहेछ फेरि होइन किनकि आज अब तपाईँको किनकि तपाईँको आज लाइन हिजोदेखि लाइनको सर्टेज भइरहेको नि त लाइन सर्टेज हुँदा पनि लाइन गइरह्यो नि त त्यही भएर चाहिँ बन्द क्यामेराले पुस्नु पऱ्यो यार हिजो लाइन गयो रातभरि त्यही भएर चाहिँ अलि आज पनि अब लाइन दिनभरि गएको छ त्यही भएर चाहिँ अझै लाइन आएको छैन त्यही भएर बन्द क्लोज हेर्न सक्नुहुन्छ दिस स्ट्रिट हेज इन क्लोज अब चाहिँ हामी अरू ठाउँ जान्छौँ कहाँ जान्छौँ त हामीलाई पनि थाहा छैन अब सोध्दै गर्छौँ ल त साथीभाइहरू अब यस्तो हेर्न आइयो हामी चाहिँ अब चल्दिन लगाएको छौँ ट्याक्क हेर्न सक्नुहुन्छ ब्याक टु होम भइरहेछौँ हामी चाहिँ त्यहाँ अब भएन के अरे त्यसपछि अरू ठाउँमा गएर यसो नास्ता पानी गऱ्यौँ होइन साथीभाइहरू पनि भेट्थेँ फेरि त्यही भएर हल्का टाइम लाग्यो सो त्यही हो ल त भ्लग अब एन्ड गरौँ होला सो थ्याङ्क फर वाचिङ द भिडियो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब इट्स वेल इज रामधाम फ्रम स्पिड समथिङ राइड आउट राइड सेफ बिसेफ है त ल त डाइनोसर छ गुरुकुलमा डाइनोसर पनि रहेछ हामीलाई थाहा थिएन अहिले चाहिँ उता हेर न त्यहाँ डाइनोसर छ